हेलो एन्ड नमस्ते साथीहरुलाई म अर्को भिडियो लिएर आइसकेको छु। आईसीसी मेन्स टी20 वर्ल्ड कप ईस्ट एसिया पेसिफिक क्वालिफायर 2025 को नेपाल भर्सेस यूएई को पोस्ट म्याच एनालिसिस लिएर आइसकेको छु। नेपालले चाहिँ आज ओमानको अल अमृत क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो। कप्तान रोहित पौडेलले चाहिँ त्यो निर्णय लिए। नेपालको सुरुवाती ब्याटिङ चाहिँ एकदम राम्रोसँग गयो। कुशर भुर्तेलले 26 बलमा चाहिँ 28 रन 2 चौका 2 छक्का सहित खेले भने आसिफ शेखले चाहिँ त्यसलाई स्थिरता दिँदै 51 रनसम्म पुर्याएका थिए। उनले चाहिँ 47 बलमा 51 रन हानेका थिए, जसमा 4 चौका र 1 छक्का हानेका थिए। त्यसपछिको दुईटैजनाको विकेटले चाहिँ नेपाललाई अलिकै कठिनाइ हुन थाल्यो। रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐली, गुरसन झाहरू चाहिँ त्यति धेरै चल्न सकेनन्। रोहित पौडेलले चाहिँ 20 रन मात्रै हान्न सके 19 बलमा। कुशल मल्लले चाहिँ 11 बलमा 10 रन, दिपेन्द्र सिंह ऐलीले 2 बलमा 1 रन। त्यसैगरी गुलसन झाले चाहिँ 5 बलमा 14 रन हान्दै क्याच आउट हुन पुगे। अन्य खेलाडीहरू चाहिँ सन्दीप जोरा र सोमपाल कामी क्रिजमा थिए, अन्तिमसम्म टिके, तर तिनीहरूले चाहिँ धेरै रन हान्न सकेनन्। नेपालले र अन्त्यमा 20 ओभरमा 140 रनको लक्ष्य दियो। बलिङतर्फ चाहिँ यूएईका 6 जना बलरले चाहिँ बलिङ गरेका थिए। सबैजनाले एक विकेट लिए, जसमा चाहिँ जुनेद सिद्दिकी, मोहम्मद रोहित, जहिद अली, हैदर अली, हर्षिक कौशिल र ध्रुव पराशरले चाहिँ एक विकेट लिए। त्यसैगरी चाहिँ अतिरिक्त रन एक्स्ट्रा रन चाहिँ 6 रन आएको थियो। अब त्यसैगरी कुरा गरौँ दोस्रो इनिङको। दोस्रो इनिङ चाहिँ यूएई को ब्याटिङ थियो। नेपालको सुरुवात बलिङ चाहिँ निकै मजाको थियो, किनभने ललित राजवंशीले ओपनिङ बलिङ गरेका थिए, जसमा चाहिँ उनले मेडन ओभर फाले। त्यसैगरी सोमपाल कामीले चाहिँ दोस्रो ओभरमै मोहम्मद वासिमलाई आउट गरे, जो चाहिँ बिग फिस हुन्। उनी चाहिँ बिग फिसलाई आउट गरायो। त्यसपछि चाहिँ नेपालले जित्छ कि भन्ने अलि आशा पलाएको थियो, तर यूएईले चाहिँ आलिसन सराफु र जोनाथन फिगी चाहिँ त्यो दुईजना ब्याटरहरूले चाहिँ ठुलो साझेदारी गरे। सराफले चाहिँ 40 बलमा 58 रन हान्दै अर्धशतकीय पारी खेले। उनको त्यो अर्धशतकीय पारीले चाहिँ यूएई को रन स्कोर चाहिँ अलि माथि नै पुर्याएको थियो। तर त्यसपछि चाहिँ हाम्रो दिपेन्द्र सिंह ऐरी बलिङमा आए। दिपेन्द्र सिंह ऐरीको स्पेलले चाहिँ म्याचको प्याटर्न चाहिँ चेन्ज गरिदियो र म्याच चाहिँ 50-50 तिर हुन थाल्यो। त्यसैगरी ध्रुव पराशरले अन्तिममा चाहिँ अलि राम्रो खेले। उनले चाहिँ आक्रमण खेले, जस्तै 18 बलमा चाहिँ उनले 32 रन हानेका थिए। म्याचको अन्तिम ओभर चाहिँ एकदम निकै नै तनावपूर्ण भएको थियो। हेर्ने मान्छेलाई पनि एकदम तनावपूर्ण थियो, हामीलाई खेल्ने मान्छेलाई झनै तनावपूर्ण थियो। यूएई को पनि नेपालको जस्तै मध्यक्रमका ब्याट्सम्यानहरू चाहिँ राम्रोसँग चल्न सकेका थिएनन् र 19औं ओभरमा चाहिँ गेम चाहिँ एकदम ड्रामाको रूपमा पुगेको थियो। 19.3 ओभरमा चाहिँ दिपेन्द्र सिंह ऐरीले छक्का खाँदाखेरि हामी चाहिँ अब नेपाल हारिसक्यो भनेर भनेका थियौँ। त्यसपछि 19.4 मा चाहिँ दिपेन्द्र सिंह ऐरीले विकेट लिए। सन्दीप जोराले चाहिँ क्याच गरेर नेपाललाई चाहिँ जिततर्फ लग्दै थिए, तर त्यतिमै पनि हाम्रो जित सीमित थिएन, किनकि ब्याट्सम्यानहरू अझै टन्नै बाँकी थिए र 2 बल बाँकी थियो। त्यसैगरी 19.5 ओभरमा चाहिँ दिपेन्द्र सिंह ऐरीले बल गर्दाखेरि सन्दीप जोराले चाहिँ रन आउट गर्न सफल भए र लास्ट बलमा चाहिँ खेल चाहिँ लास्ट ओभरको लास्ट बलसम्म पुग्यो। त्यही बेलामा दिपेन्द्र सिंह ऐरीले बलिङ गरे। रोहित पौडेलको हातमा बल पुग्यो र उनले विकेट किपर आसिफ शेखलाई फाले र अन्तिममा नेपालले चाहिँ 1 रनले विजयी हुन सफल भयो। त्यो क्षण चाहिँ एकदम ड्रामेटिक थियो, बिर्सनै नसकिने थियो। एकदम एब्सोल्युट ड्रामावाला गेम थियो। हामी हेर्ने मान्छेलाई पनि एकदम मजा आयो। विशेष गरी भन्नुपर्दा चाहिँ नेपाली बलरहरूले चाहिँ सराफुलाई आफ्नो कन्ट्रोलमा राख्न नसक्नु नै गेम चाहिँ लास्ट बलसम्म पुग्नु थियो। त्यसैगरी अन्तिम ओभरमा दिपेन्द्र सिंह ऐरीले चाहिँ एकदम राम्रो बलिङ गरे। बलिङ र फिल्डिङ एकदम उत्कृष्ट गरे। उनको आज पनि ब्याट चलेको थिएन, उनको ब्याट खासै धेरै चलेको छैन। त्यसैगरी नेपालले सुधार गर्नु पक्षहरू के छन् भन्दाखेरि मध्यक्रमका केही खेलाडीहरूले चाहिँ खासै रन हान्नै सकिरहेका छैनन्, एकदम स्ट्रगल गरिरहेका छन्। अनि अन्तिम ओभरमा चाहिँ थोरै रन चाहिँदा पनि हाम्रो नेपाली बलरहरू चाहिँ एकदम धेरै आत्तिएको जस्तो देखिएको थियो। त्यसैगरी यूएई को त्यो पार्टनरसिप रोक्नको लागि चाहिँ मिड ओभरमा चाहिँ अलिकति स्ट्राटेजी केहीमा कमी भयो कि भन्ने जस्तो लागेको थियो मलाई चाहिँ। साथीहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला। मैले चाहिँ अब बिहान एउटा भिडियो बनाएँ, अहिले पनि एउटा पोस्ट म्याच एनालाइसिस बनाएको छु, सिक्दैछु भिडियो बनाउनलाई, के कस्तो छ कमेन्ट गरिदिनु होला। किप लभिङ, किप वाचिङ। म फेरि भोलि पनि अर्को भिडियो लिएर आउने छु। त्यो समयसम्मको लागि माया गरिदिनु होला। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला। ओके, बाई, गुड नाइट एन्ड कङ्ग्रेचुलेसन एभ्रीवन।